मेरो बर्थडेको दिन चाहिँ विद्यार्थीहरूले एकदम दुःख गरेर दिनुभएको छ होइन गिफ्टहरू। यस्तो गिफ्टहरू यहाँ यस्तो कमी छ यहाँनिर खोला बगेको छ यत्रो धेरै छ होइन। अब यो पढ्यो भने चाहिँ यस्तो दामी दामी लेखेर छ होइन। यो चाहिँ मुटु नै डुब्ने खालको एकदम राम्रो खालको छ होइन गाइजहरू। अब यसो पढेर सुनाउँ तपाईँहरूलाई आश्चर्य नै आउने खालको छ है। यहाँ हेर्नुलाई एउटा होइन यहाँ हेर्नु सक्नुहुन्छ। यहाँनिर चाहिँ ह्याप्पी बर्थडे उदय टिचर भनेर लेख्नु भएको छ है। जन्मदिनको धेरै धेरै शुभकामना छ। तपाईँले हामीलाई जति पनि पढाउनु भएको छ तपाईँलाई धेरै धेरै धन्यवाद छ। तपाईँ राम्रो काम गरेर असल मान्छे बन्नुहोस्। विद्यालय छोडेर गए पनि हामीलाई नबिर्सिनु ल उदय टिचर भनेको छ। यति राम्रो लेखाएको छ होइन। म त अब तपाईँहरूले व्यक्त गर्न सक्दिनँ। यति खुसी त लाइफमा कहिले पनि भएको थिएन। ओ माइ गड आँसु पनि आउनु थालिसक्यो ल है त। ह्याप्पी बर्थडे उदय टिचर। जन्मदिनको धेरै धेरै शुभकामना छ तपाईँलाई। हामीलाई पढाइदिनु भएकोमा धन्यवाद। तपाईँ यो विद्यालय त छोड्नु होला। तपाईँ रिसाउनु हुँदा हामी चुपचाप लागेर बस्यौँ। तपाईँले हामीलाई राम्रोसँग पढाउनु भयो। त्यसैले म इक्जाममा पास भएँ। नभए पास पनि हुन्थेन होला। तपाईँ खुसी हुँदा हामीलाई खेलाउनु हुन्थ्यो। यतिमै हिट गर्नुभएको छ है। ओके थ्याङ्क यू। अब अर्को गयो भने यही होला पक्कै पनि। कस्तो दामी भइसकेको रहेछ। त्याँमा त नहुने होइन। सक्नुहुन्छ दुधै 5 पक्कै केही कुरा पचाउनको लागि होला। हेर्दै यहाँनिर मैले 2टा 5 स्वर्गीय कस्तो अचम्मको चिज यहाँ यहाँनिर मैले देख्नै सकेको छैन। के रहेछ त हेरौँ है त। र यो अचम्मको चिज चाहिँ अब म खोल्दैछु होइन। विद्यार्थीले माया गरेर दिएको हेर्नु है। यहाँनिर ओ माइ गड यो त पाचाको सिमै छ। यो म खान्छु है। मेरै क्लासको मैले आफै ल्याएर त अब हेर्नु है। यो गिफ्ट चाहिँ अब मैले हुन्छ उचाल्नै नसक्ने खालको गिफ्ट यत्रो ठुलो गिफ्ट आएछ। अब कसैले पनि यो गिफ्ट ल्याएको थिएँ यसको यत्रो ठुलो हेर्नु। अब त्यो सानो सानो उसको यत्रो दामी गिफ्ट छ। पक्कै पनि मलाई धेरै माया गर्ने विद्यार्थी हो। एकदम धेरै माया गर्नुपर्छ है त। सरप्राइज दिइरहेको चाहिँ एकदम हो के हो कति बाक्लो आयो एकदम पनि है त। ह्याप्पी बर्थडे टु यु माई फेभरेट टिचर भनेर है उसले के रहेछ त्यो कुरा। ल है गाइजहरू अब हेर्नु है यहाँनिर ओहो माइ गड के हो यो यति धेरै गिफ्ट रहेछ आँटेन। स्टार लास्ट भित्रमा डार्क कलर हाल्नु के हो यो कलर या हेर्नु है त। यही त देखा हुनुपर्छ। मैले के हेर्नु है त्यो दामी डेकोरेसन। यहाँ त के छ है त पढ्नुपर्छ। यहाँ पढ्ने कुरा के छ हेर्नु है त्यहाँ मैले यहाँ भेटिसकेँ। ह्याप्पी बर्थडे टु यु उदय टिचर। तपाईँले हामीलाई पढाउनु भएकोमा धेरै धेरै धन्यवाद। तपाईँलाई थ्याङ्क यू वान्स अगेन। ह्याप्पी बर्थडे टु यु मात्र फोटो ल्याउनु भएको छ। अर्को पनि ल्याउनु भएको छ है ल। ह्याप्पी बर्थडे टु यु उदय टिचर। तपाईँ धेरै खुसी देख्न पाऊँ र तपाईँलाई भगवान्ले सधैँ रक्षा गर्नु। अर्को पनि सानो मान्छे आई लभ यु टिचर भनेको छ है। ल यो पनि हेऱ्यो है। अब अर्को हेरौँ है त। अब हेरौँ हेर्नु यहाँ यो ठुलो छ है। यहाँ त केही हुनसक्छ। यहाँ एकदम धेरै ठुलो गिफ्ट हुन्छ जस्तो है। उमाइ गरी पेन निलो पेन पनि छ राम्रो पेन छ हुँदा हुँदा ओ माइ गड गिफ्ट हेर्नु। अब हेर्नुहोस् है। अब यो चाहिँ खोल्दैछु। ओ माइ गड हेर्नु यहाँ पेन हुँदा हुँदा त यहाँ मलाई गुलाबको फुलहरू पनि ल्याएको छ है। यही अन्त यत्रो चक्लेट अब म बच्चै ठानिरहेको छु अहिलेसम्म पनि होइन। अब यहाँनिर के लेखेको रहेछ लेखेको कुरा चाहिँ दिँदा रहेछ लेखेको के चाहिँ लेखेको रहेछ है हेरौँ है। ल यहाँ ह्याप्पी बर्थडे टु यु उदय टिचर भन्नु मात्रै लेखाएको छ। अब यहाँ चाहिँ यत्रो लामो लेखाएको छ है। जन्मदिनको धेरै धेरै शुभकामना छ। तपाईँ सधैँ खुसी हुनु कहिले पनि दुःखी नहुनु। तपाईँलाई भगवान्ले रक्षा गर्नु भनेर त सोध्नु सुइट सट्यान सुइट हालेको छ है। यहाँ हेर्नु है त।
तपाईँले हामीले पढाउनु भएको धेरै धन्यवाद छ भने अझ यहाँ पनि अझै पनि छ है धेरै म्यासेजहरू चाहिँ टन्नै लेख्नु भएको छ है आई लभ यु सो मच भनेको छ है त अहिलेसम्म कसरी कसरी केटी भनेको उयो भनेको छ है को ल अघि हेरौँ है त के रहेछ त है दामी छ है पेपर फोल्डिङ हेर्नु यहाँ है दामी छ है म्यासेज पढ्नु कतैबाट ल यहाँ पनि हेर्नु है त्यस्तो राम्रो डेकोरेसन छ तपाईँले हामीलाई राम्रोसँग पढाउनु भएकोमा धेरै धेरै धन्यवाद यु आर भेरी ह्यान्डसम तपाईँको भोलि बर्थडे भएको कारणले म आज गिफ्ट दिँदैछु भोलि शनिबार भएको कारणले आज गिफ्ट दिँदैछु भन्नुभएको छ है थ्याङ्क यू सो मच अब अर्को हेर्नु त यो चाहिँ आमामा हेर्ने हट पनि छ यो हट पनि माथि बाहिर राखिसकेको छ यस्तो राम्रो त मैले पनि बनाएन लाइफमा अहिले टाइम बनाएको रहेछ अब खोल्नु भयो त के रहेछ यहाँ यहाँ नि आएँ ल हेर्नु यो चक्लेटको चाहिँ पुरै खाने नै मलाई हामीलाई पढाउनु भएकोमा धेरै धेरै धन्यवाद तपाईँलाई भनेर हट बनाएको छ एकदम राम्रो छ है बनाइदिनु दुःख गरेर यस्तो बनाएँ माया लागिसक्यो मलाई पढ्नुपर्छ भित्रको यहाँ चाहिँ यहाँ पेपर भइसक्यो यहाँ खोल्नुपर्ने छ अझ नखोलेर खोल्नुपर्ने छ जन्मदिनको धेरै धेरै शुभकामना राम्रो काम गर्नु असल मान्छे बन्नु सबैको प्यारो बनेर मायाले जित्नु जन्मदिनको यही शुभकामना छ मेरो प्यारो टिचर विद्यालय छोडेर गए पनि हामीलाई कहिले नभुल्ने लभ बनाएर एकदम हाट बनाएको छ र राम्रो छ यहाँनिर के छ अब हेर्नु यहाँ पुरै बोक्नै नसक्ने गरी यहाँ दिएको छ है दामी छ है हामी यहाँबाट खोलेर हेर्छु है त धेरै राम्रो हुनसक्छ है यहाँनिर ओ माई गड मलाई मनपर्ने चिजहरू है यो चाहिँ सबै एकदम राम्रो छ